केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी रासपासँग सम्झौता गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्ततः झापा क्षेत्र नम्बर 5बाट चुनाव लड्ने पक्की नै भएको छ। साथीहरू, पछिल्लो समय रवि र बालेन मिलेसँगै देशलाई माया गर्ने जनताहरूको मुहारमा अत्यन्तै खुसी छाएको थियो र बालेन शाहले रासपासँग मिलेसँगै सम्झौता भएसँगै कुन क्षेत्रबाट चुनाव उठ्लान् भन्ने धेरैलाई जिज्ञासा पनि लागिरहेको थियो। काठमाडौँ क्षेत्र नम्बर 1, 2 अथवा कताबाट उठ्लान् भन्ने बीचमा चर्चा चलिरहेको थियो। त्यसैगरी समाजसेवी आशिका तामाङले पनि काठमाडौँबाटै चुनाव लड्ने घोषणा गरेकी थिइन्। कति साथीहरूले त आशिका र बालेन शाहको प्रतिस्पर्धा हुन्छ भनेर पनि केही टिका टिप्पणी गरिरहेका थिए र फाइनल्ली बालेन शाह चाहिँ अब झापाबाट चुनाव लड्ने भएका छन्। झापा भनेको केपी ओलीको जिल्ला हो भनौँ न, जे होस् केपी ओलीले चुनाव लड्ने क्षेत्र हो। त्यसो त बालेन शाह र केपी ओली बिच चाहिँ अत्यन्तै फेसबुकमा पनि स्ट्याटस चलिरहेको थियो र ट्रम्प मिलेको थिएन। केपी ओली प्रधानमन्त्री हुँदाखेरि बालेन शाहले गर्न लागेको कामहरूलाई लिएर बालेन शाह र केपी ओली बिच चाहिँ अत्यन्तै नराम्रो किसिमको सम्बन्ध थियो। बालेन शाहले चाहिँ केपी ओलीलाई फेसबुक स्ट्याटस मार्फत नै अब देखाइदिन्छौँ जस्ता शब्दहरू लेख्थे र बालेन शाह र केपी ओली बिच भनाभन नै हुन्थ्यो। साथीहरू, अब बालेन शाहले केपी ओलीकै क्षेत्रमा गएर चुनाव लड्ने पक्की जस्तै नै भएको छ। के झापाली जनताले बालेन शाहलाई भोट हाल्लान्? त्यो भने हेर्न बाँकी नै छ। त्यसो त काठमाडौँ महानगरपालिकाको मेयर बन्नुभन्दा अगाडि पनि बालेन शाहले जित्दैनन् भनेर धेरैले टिका टिप्पणी गरेका थिए र अन्त्यमा जिते नै। र केपी ओली र बालेन शाह बीच प्रतिस्पर्धा हुन्छ या हुँदैन त्यो पनि हेर्न बाँकी नै छ। बालेन शाहले झापाबाट चुनाव लड्ने केही खबरहरू आए तापनि केपी शर्मा ओलीले चाहिँ कहाँबाट लड्छन् भन्ने खबर आइसकेको छैन। बालेन शाहसँगै प्रतिस्पर्धा गर्छन् या कुनै क्षेत्र रोज्छन् त्यो भने हेर्न बाँकी नै छ। बालेन शाह र केपी ओली बिच प्रतिस्पर्धा हुने भयो भने कसले जित्ला के लाग्छ? तपाईँ आफ्नो विचार कमेन्ट गर्नुहोला।